हरि ओम नमस्ते म अङ्कज्योतिष पुष्कर पोखरेल यहाँहरूसँग पनि आज हरिबोधनी एकादशीको महत्त्व कथा लिएर म यहाँहरूसँग उपस्थित भइसकेको वर्षभरिका 24 एकादशी मध्ये एउटा यस्तो दिन पनि हुन्छ जसले भगवानलाई निन्द्राबाट जगाउँछ र तुलसी देवीको विवाह गराउँछ हो यही दिन हो हरिबोधनी एकादशी को भिडियोमा हामी बुझ्ने छौं तुलसी विवाह आखिरमा किन गरिन्छ यसको माग महिमा के हो यसको 5 वटा विशेष कार्य किन गर्नुपर्छ कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी केवल उपवासको दिन मात्रै होइन यो भगवान विष्णु र देवी तुलसीको दिव्य मिलनको पर्व हो अषाढ शुक्ल एकादशीका दिन विष्णु क्षीर सागरमा शयन गर्नु भए पछाडि आज 4 महिनापछि उहाँ पुनः जागृत हुनुहुन्छ त्यसैले यो एकादशीलाई प्रबोधनी वा हरिबोधनी एकादशी पनि भनिन्छ स्कन्द पुराण र पद्म पुराणमा वर्णित कथा अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दा देवीको सतीत्वले उसको पतिको अमरत्व कायम थियो देवताहरूले कल्याणका लागि विष्णुले जालन्धरलाई मार्नुपर्ने त्यसका लागि विष्णुले जालन्धरको रूप लिएर वृन्दाको सतीत्व नष्ट गर्नुभयो वृन्दाले यो थाहा पाए पछाडि रुष्ट भई श्राप दिइन् हे विष्णु तिमी पत्थर बन त्यसै क्षणमा विष्णु शालिग्राम बनेर वृन्दा तुलसी बने त्यसपछि विष्णुले श्राप मोचनको रूपमा तुलसीसँग विवाह गर्नुभयो यसै दिनदेखि तुलसी विवाह गर्ने परम्परा चलिआयो यो केवल पौराणिक कथा मात्रै होइन जीवनमा विश्वास क्षमा र पुनर्जन्मको सन्देश पनि हो वृन्दा र विष्णुको मिलनले के सिकाउँछ भने पवित्रता कहिले हराउँदैन केवल स्वरूप मात्रै बदल्छ त्यसैले तुलसीको आज पनि घर घरमा दिव्यता र समृद्धिको प्रतीकको रूपमा बनेर बसेकी छिन् ओम तुलसाय नमः ओम नमो भगवते वासुदेवाय नमः यी मन्त्रहरूको उच्चारणले घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ जहाँ तुलसीको पूजा हुन्छ त्यहाँ लक्ष्मी र विष्णुको अवश्य आशीर्वाद प्राप्त हुन्छ धार्मिक मात्र होइन तुलसी वैज्ञानिक दृष्टिले पाउने औषधीय खजना हो यसको पातमा हुने तेलले वायु शुद्ध पार्छ रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ र घरमा शान्ति र पवित्रता ल्याउँछ त्यसैले हाम्रो पुर्खाले भनेका छन् जहाँ तुलसी त्यहाँ शुभता शुभ आजको आधुनिक समयमा पनि हरिबोधनी एकादशीले हाम्रो समाजमा आध्यात्मिकता नवजागरण ल्याउने शक्ति राख्छ 4 महिनाको चतुर्मासपछि बल्ल जब विष्णु 4 महिनाको चतुर्मासपछि जब विष्णु जाग्नुहुन्छ त्यो जागरण केवल भगवानको होइन हाम्रो अन्तर्मनको पनि आध्यात्मिक जागरण हो यसले सम्झाउँछ विश्वास कहिले सुत्दैन केवल मौन मात्रै हो एउटा कथा छ यसै अन्तर्गत एक वृद्ध दम्पतिको कथा वर्षौंदेखि सन्तान नभएका उनीहरूले हरेक वर्ष तुलसी विवाहमा कन्यादान गरे 10 वर्षपछि उनीहरूलाई सुन्दर सन्तान प्राप्त भयो त्यो उनीहरूको लागि केवल बच्चा होइन भगवतीको आशीर्वाद थियो त्यसैले तुलसी विवाह आज पनि एउटा विश्वासमा आधारित रहिरहेको यो दिन हामीले 5 वटा कर्म अवश्य गर्नुपर्छ पहिलो तुलसी र भगवान विष्णुको संयुक्त पूजा गर्नुहोस् घर सफा गरी दीप प्रज्वलन गर्नुहोस् दान पुण्य र कन्यादानको संकल्प गर्नुहोस् तुलसीको पात र प्रसाद ग्रहण गर्नुहोस् मनमा सकारात्मकता र क्षमाको भाव जागरण गर्नुहोस् यी 5 कुरा नबिर्सिनुहोला आउँ कार्तिक शुक्ल हरिबोधनी एकादशीको कथा श्रवण गरौँ ब्रह्माण्ड रक्षक हुने हरिरूप कृष्ण ब्रह्मेन्द्र मोह गरिने जगदीश रत्न सद्धर्म दिनजन रक्षण निष्ठ मानी सम्झौं भजन पुरुषोत्तम जीव स्वामी ब्रह्माजीले भन्नुभयो हे मुनिश्रेष्ठ नारद अब तिमी पाप नाश गर्ने पुण्य र मुक्ति दिने हरिबोधनी एकादशीको महात्मा सुन भागीरथी गंगा तीर्थ नदी समुद्रले श्रद्धालुहरूलाई त्यतिखेरसम्म फल दिन्छन् जबसम्म हरिबोधनी एकादशी आइसकेको हुँदैन कार्तिक महिना शुक्ल पक्ष हरिबोधनी एकादशीका व्रतको फल 1000 अश्वमेघ यज्ञ 100 राजसूय यज्ञ गरेको फलको बराबरी हुन्छ नारदजीले सोध्नुभयो हे पिता यस व्रतमा साँझमा भोजन गर्दा रातमा भोजन गर्दा र दिनभरि उपवास बस्नाले के फल पाइन्छ
यो सारा मलाई सुनाउनुहोस् र रहस्य सम्झाइदिनु। ब्रह्माजीले भन्नुभयो, हे नारद, साँझमा एकपटक मात्र भोजन गर्नाले 1 जन्मको, रातमा मात्र भोजन गर्नाले 2 जन्मको, 3 रातमा उपवास बस्नाले, रातमा दिन र रात उपवास बस्नाले 7 जन्मको सम्पूर्ण पाप ध्वस्त हुन्छ। हरिबोधनी एकादशीका व्रतका शक्तिले सुमर्य पर्वत जस्तो ठुलो र डरलाग्दो पाप पनि एकैछिनमा ध्वस्त हुन्छ। अनेकौं पुण्य जन्मका गरेका खराब कर्महरूको पाप यस हरिबोधनी एकादशीले तुरुन्तै नाश गरिदिन्छन्। जुन मानिस आफ्नो बानी सपारेर यो हरिबोधनी एकादशीको विधि नियमपूर्वक व्रत गर्छन् भने उनीहरूको सम्पूर्ण फल प्राप्त गर्दछन्। हे नारद, जो मानिस श्रद्धा र भक्तिपूर्वक थोरै मात्रै भए पनि पुण्य कर्म गर्छन् भने उनीहरूले गरेको पुण्य पर्वत जस्तै अटल भएर बस्छन्। कुनै मानिस हरिबोधनी एकादशीको व्रत गर्दछु भनेर हृदयदेखि नै सङ्कल्प गर्दछन् भने उनका 100 जन्मदेखिका पाप नाश भएर जान्छन्। जुन मानिस हरिबोधनी एकादशीका राति जागरण गर्छन् भने उनीहरू बितेका र आउनेवाला 1000 वर्षसम्म पनि पुस्ता पुस्तासँग विष्णु लोकमा गएर बास गर्दछन्। नरकमा अनेकौं दुःख भोगिरहेका पितृहरू पनि विष्णु लोकमा गएर सुख भोग गरी बस्दछन्। ब्रह्म हत्या आदि ठुला पापहरू हरिबोधनी एकादशी व्रत गरेमा पखालिन्छन्। रातमा जागरण बसेको फल अश्वमेध यज्ञ गरेको फलभन्दा धेरै हुन्छन्। सबै तीर्थालुहरू गएको गाई सुन जग्गा दान गरेको र कार्तिक महिना शुक्ल पक्ष हरिबोधनी एकादशीका रातमा जागरण बसेको फल पनि बराबर हुन्छ भनिएको छ। यस संसारमा जति तीर्थ छन्, जति तीर्थयात्रा गर्न सकिन्छ, ती सबै तीर्थहरू हरिबोधनी एकादशीको व्रत बस्नाले व्यक्तिको घरमा बसेका हुन्छन् र रहेका हुन्छन्। जुन मानिस यो एकादशीको व्रत लिन्छ त्यो परम योगी, तपस्वी र इन्द्रियहरूलाई जितिने बाला हुन्छ, किनकि यो एकादशी भगवान विष्णुको अत्यन्तै प्यारो हो। यस व्रतका शक्तिले शरीरले गरेको, बोली वचनले गरेका, मनले गरेका सबै पापहरू नष्ट हुन्छन्। यस एकादशीका दिन भगवानलाई पाउनका लागि हामीले जुन दान, तपस्या, यज्ञ, होम आदि गर्दछौँ भने उनलाई अक्षय पुण्य प्राप्त हुन्छ। हरिबोधनी एकादशीका दिन भगवानले पूजा गर्नाले बालक अवस्था, जवानी अवस्था, वृद्ध अवस्थामा गरेका सबै खाले पापहरू नाश हुन्छन्। यस एकादशीका रातमा जागरण बस्दाको फल सूर्य ग्रहणमा स्नान गरेको फलभन्दा 1000 गुणा बढी हुन्छ। मानिस जन्मिएदेखि लिएर जुन जे जति धर्म कार्यहरू गर्दछन् त्यसको पुण्य यस हरिबोधनी एकादशीको व्रतका अगाडि काम नलाग्ने हुन्छ। त्यसैका कारणले हे नारद, तिमी पनि विधि नियमपूर्वक विष्णु भगवानको पूजा गर्नुपर्दछ। जुन मानिस कार्तिक महिनामा धर्ममा तन्मन रहेर अन्य कसैको अन्न खाँदैनन् भने उसलाई चन्द्रायण व्रत गरेको फल मिल्छ। कार्तिक महिनामा धर्मशास्त्रका कुरा सुन्दा पनि भगवान जति प्रसन्न हुनुहुन्छ त्यति प्रसन्न दान धर्म गर्नेवालासँग पनि हुनुहुन्न। कार्तिक महिनामा जुन मानिस थोरै भए पनि भगवानको कथा पढ्छन् वा सुन्छन् भने उनलाई 100 गाई दान गरेको पनि फल प्राप्त हुन्छ। जो मानिस आफ्नो भलाइका लागि भगवानका कथा सुन्दछन् भने उनले आफ्ना वधुवर्गको उद्धार गरी 1000 गाई दान गरेको पनि फल पाउँदछन्। जुन मानिस हरिबोधनी एकादशीका दिन भगवान विष्णुको कथा सुन्दछन् भने उनले 7 दीप दान गरेको फल पाउँछ। जो भगवान विष्णुको कथा सुनेर ब्रह्माको पूजा गरी उनलाई खुसी गराउँछन् भने पनि उनलाई उत्तम लोकको प्राप्ति हुन्छ। यति सुनेपछि पनि नारदजीले सोध्नुभयो, हे ब्रह्माजी, अब म हजुरको एकादशी व्रतको नियम तरिका बताइदिनुहोस् न। यो व्रत लिनाले कस्तो पुण्य प्राप्त हुन्छ त्यो पनि सम्झाइदिनुहोस् न भन्दैछन् नारदजी। ब्रह्माजीले भन्नुभयो, हे नारद, यस एकादशीका दिन ब्रह्म मुहुर्तमा उठेर नदी, पोखरी, कुवा आदि स्नानमा गएर स्नान गरेर व्रतको नियमपूर्वक सङ्कल्प लिनुपर्दछ। त्यति बेला भगवानसँग विनम्रपूर्वक भन्नुपर्छ, हे भगवान, आज म निराहार व्रत बस्दैछु, भोलि मात्रै खानेछु, त्यसकारण हजुर मेरो रक्षा गर्नुहोस्। यति निवेदन गरे पछाडि भगवानको पूजा गर्नुपर्दछ। त्यस रात भगवानलाई अगाडि भजन कीर्तन गाना बाजा बजाउँदै रमाइलो रात बिताउनु पर्दछ। हरिबोधनी एकादशीका दिन लोभ लालच छाडेर धेरै प्रकारका फूल फल अगरबत्ती धूपहरूले भगवानको प्रार्थना सेवा गर्नुपर्दछ।
शङ्ख जलले भगवानलाई अर्घ दिनुपर्दछ। यति कार्य गर्नाले समस्त तीर्थमा गएको दान गरेको भन्दा पनि करोड गुणा बढी पुण्य पाइन्छ। जुन मानिस फुलहरूले भगवानको पूजा गर्दछन् भने उनका अगाडि इन्द्रले पनि हात जोडेर उभिन्छन्। जसले कार्तिक महिनामा बेलपत्रद्वारा भगवानको पूजा गर्छन् भने अन्य कालमा समेत उनले मुक्ति पाउँछन्। कार्तिक महिनामा जसले तुलसी पत्रद्वारा भगवानको पूजा गर्दछन् उनलाई 10,000 पूर्व जन्मदेखि सम्पूर्ण पापहरू नाश भएर जानेछन्। यस कार्तिक महिनामा जो मानिस मठ बनाएर त्यसमाथि हरिशयनीको एकादशीमा तुलसी रोप्दछन्, चतुर्मासभरि पानी चढाउँदै दर्शन गर्दछन्, छुन्छन्, ध्यान गर्छन्, पूजा गर्छन्, यसरी एकादशीका राति विष्णु भगवानको पूजा होम समेत गरेर पितृहरूको नाम लिएर भगवान विष्णुलाई तुलसीको कन्यादान गर्छन् भने पितृहरूको आशीर्वाद दिन्छन् भने पितृहरू मुक्त हुन्छन्, साथै आफू पनि मुक्त हुन्छन्। व्रत बस्ने व्यक्ति हजारौं कल्पसम्म भगवानका घरमा भगवानकै साथ बस्न पाउँछन्। मनमा सम्पूर्ण इच्छा पूरा गरिदिने भगवान कदमको फुललाई देखेर अत्यन्तै खुसी हुनुहुन्छ। यदि कदमको फुलले भगवानको पूजा गरिएमा यमराजको डर हुँदैन। जसले गुलाबको फुलद्वारा भगवानको पूजा गर्दछन् भने उनले मुक्ति पाउँछन्। जसले बकुल वा अशोकका फुलहरूले भगवानको पूजा गर्दछन् भने उनको मनमा कहिले शोक र चिन्ता लिनु पर्दैन। जुन मानिस सेतो र रातो कनेर फुलद्वारा पूजा गर्दछन् भने भगवान अत्यन्तै खुसी हुनुहुन्छ। जुन मानिस दुवाद्वारा भगवानको पूजा गर्दछन् उनले पूजाको 100 गुणा बढी फल पाउँदछन्। जुन मानिस समीका पातले भगवानका पूजा गर्दछन् उनले यमराजको डरको बाटो पनि हिँड्नु पर्दैन। भगवानले सजिलै पार लगाउनुहुन्छ। जुन मानिस चम्पक फुलले भगवानको पूजा गर्दछन् उनीहरूलाई यस संसारमा आउने जाने जन्मिने मर्ने चक्रबाट मुक्त पाउँदछन्। जुन मानिस पोखरी तलाउबाट कमलको फुल ल्याएर भगवानलाई चढाउँछन् भने एक पला सुवर्णका गहना चढाएको शून्य पुण्य प्राप्ति हुन्छ। केतुको नामको फूल चढाउनले करोड जन्मसम्म पनि पाप दोष भएर जान्छ। जुन मानिस पहेँलो र रातो बास्नादार कमललाई भगवानको पूजा गर्दछन् भने श्वेतद्वीपमा गएर बस्न पाउँछन्। यस प्रकार रातमा भगवानको पूजा गरेर बिहानको पवित्र पानीको नदी वा धारामा स्नान गर्नुपर्दछ। त्यसपछि भगवानको पूजा गर्नुपर्दछ। त्यसपछि व्रत पूर्णका लागि भोजन गराउनु पर्दछ, दक्षिणा दिनुपर्दछ। मिठा वचनले ब्राह्मणहरूलाई स्वागत सम्मान गर्नुपर्दछ। साथै ब्राह्मणहरूलाई धेरै धेरै दक्षिणाले सन्तुष्ट गराई व्रत समाप्त गर्नुपर्दछ। जुन ब्राह्मणलाई रातमा भोजन गराएको छ उसैलाई सुन र गौदान गर्नु पनि पर्दछ। जुन मानिस तीर्थयात्रा स्नान गर्दछन् उनले दही र मह दान गर्नुपर्दछ। जुन मानिस फूल फलको इच्छा चाहना गर्दछन् उनले दही र मह दान गर्नुपर्दछ। तेलको साटो, घिउ समेत दूध, अन्नमा चामल दान गर्नुपर्दछ। जुन मानिस व्रतको बेलामा भूमिमा सुत्छन् भने उसको सम्पूर्ण सामग्री सहित धन सैया दान गर्नुपर्दछ। जुन मानिस व्रतका बेला मौन धारण गर्दछन् उनले ऐना दान गर्नुपर्दछ। जुन मानिस कार्तिक महिनामा जुत्ता लगाउँदैनन् भने उनले जुत्ता दान गर्नुपर्छ। जो महिनामा नुन त्याग गरिन्छन् उनले सखर चिनी दान गर्नुपर्छ। जुन मानिस दिनहुँ देवीको मन्दिरमा दियो बाल्दछन् भने उनले सुन अथवा तामाको दियो, घिउ र बत्ती समेत दान गर्नुपर्दछ। जुन महिनामा चौमासा व्रतमा कुनै खानेकुरा त्यागेको छ भने त्यसै दिनदेखि फेरि लिन थाल्नुपर्दछ। जुन मानिस विधि नियमका साथ हरिबोधनी एकादशीको व्रत गर्दछन् भने उनलाई जीवनमा धेरै धेरै सुख शान्ति प्राप्त हुन्छ र अन्त्यमा स्वर्ग जान्छन्। जुन मानिस चतुर्मास व्रतमा विघ्न बाधा बिना पूरा गर्दछन् भने उनले यस लोकमा फेरि जन्म लिनु पर्दैन। जुन मानिस धारणा गरेर व्रत छोडिदिन्छन् भने विघ्न अथवा बाधा परेको ठहर्दछ र व्रत खण्डित हुन्छ, त्यस्ताले नरक जानु पर्दछ। जुन मानिस यस एकादशीको महात्मा सुन्दछन्, पढ्दछन् अथवा सुनाउँदछन् भने उनले अनेकौं गाई दान गरेको फल पनि प्राप्त गर्दछन्। श्री विष्णु ब्रह्म पूर्ण गर्न जनले विश्वास श्रद्धा हुने, यो पढ्छन् र सुनाउँछन् यदि भने आनन्द पैदा हुने। सच्चा शुद्ध दयालु मानव हुने, आदर्शता फैलिने, श्री नारायणको कृपा हुन गए सद्धर्म फैलिने।
श्री स्कन्द पुराणमा उल्लेखित कार्तिक शुक्ल हरिबोधनी एकादशी व्रत महात्मा पूर्ण भएको छ। हरिबोधनी एकादशी केवल व्रत होइन, यो विश्वास, प्रेम र पुनर्जागरणको उत्सव हो। आज तुलसी र विष्णुको मिलनसँगै आफ्नो हृदयमा पनि भक्ति र सद्भावको दियो बालौँ। जय श्री हरि, जय तुलसी माता। धन्यवाद। शुभ हरिबोधनी एकादशी। हरि ओम।